फेरि पनि स्वागत छ आजको यस नयाँ भिडियोमा। आज हामी कुरा गर्नेछौँ एउटा आइपिओ बिक्री खुला गरिरहेको हाइड्रो पावर कम्पनीको बारेमा, जुन चाहिँ बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड रहेको छ। यो कम्पनीले चाहिँ कहिलेदेखि आइपिओ बिक्री खुला गर्दैछ र लोकल्सको लागि कति किता सेल ल्याएको छ, वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि चाहिँ कति किता सेल लिएर आएको छ, मिनिमम कति कितादेखि कति कितासम्म चाहिँ यसमा आवेदन दिन सकिन्छ र जनरल पब्लिकको लागि कहिलेदेखि आइपिओ लिएर आउन सक्छ, त्यो सम्पूर्ण जानकारी आजको छोटो भिडियोमा दिनेछौँ। यदि अहिलेसम्म हामीसँग जोडिनु भएको छैन भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गरी हामीसँग जोडिनु होला। भिडियो मन परे लाइक गर्नु होला, कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया बताउन नभुल्नु होला। साथीहरू, बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले चाहिँ आजदेखि आइपिओ इस्यु सुरु गरेको छ। यो कम्पनीले चाहिँ मुख्य रूपमा सोलुखुम्बु जिल्लाका प्रोजेक्ट अफेक्टेड लोकल्स बासिन्दाहरू र वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि चाहिँ आइपिओ बिक्री खुला गरेको छ। आजदेखि कम्पनीले लोकल्सका लागि 10,40,000 किता सेल लिएर आएको छ भने त्यसै गरी फरेन इम्प्लोइमेन्टमा रहनुभएका नेपाली नागरिकहरूको लागि चाहिँ 1,04,000 किता सेल छुट्याइएको छ। सोलुखुम्बुका प्रोजेक्ट अफेक्टेड एरियाका लोकल्सहरूको लागि हुने आइपिओ आवेदन आजदेखि लिएर 15 गते चैत्रसम्म आवेदन दिन सकिने व्यवस्था राखेको छ भने त्यसै गरी विदेशमा रहनुभएका नेपाली नागरिकहरूको लागि चाहिँ आजदेखि लिएर चैत्र 5 गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यदि डिमान्ड कमायो भने 15 दिन अझै एक्सटेन्ड गर्न सकिन्छ, तर डिमान्ड कमाउने चान्स एकदमै कम रहेको छ। साथीहरू, कम्पनीको कुल इस्यु क्यापिटल करिब 1.04 अर्ब रुपियाँ रहेको छ। त्यसमध्ये 20% सेयर चाहिँ यसले पब्लिकलाई बेचिरहेको छ अहिले, र त्योमध्ये 10% सेयर चाहिँ सोलुखुम्बु जिल्लाका लोकल बासिन्दाहरू अर्थात् प्रोजेक्ट अफेक्टेड एरियाका लोकल बासिन्दाहरूको लागि र बाँकी 10% सेयर चाहिँ जनरल पब्लिकको लागि लिएर आएको छ। र पब्लिकमा सेयर इस्यु गर्न लागेको जुन 10% छ त्यसबाट पनि केही हिस्सा चाहिँ वैदेशिक रोजगारमा रहनुभएका नेपालीहरूको लागि चाहिँ रिजर्भ गरेको छ, जुन मैले अघि नै बताएँ 1,04,000 किता सेयर रहेको छ। र वैदेशिक रोजगारमा रहनुभएका साथीहरूले भने आजैदेखि यसमा आवेदन दिन सक्नुहुनेछ। प्रोजेक्ट अफेक्टेड एरियाका लोकल्सहरूको लागि र वैदेशिक रोजगारमा रहनुभएका नेपाली साथीहरूको लागि चाहिँ मिनिमम 10 कितादेखि 10,000 कितासम्म चाहिँ अप्लाई गर्न सक्ने व्यवस्था रहेको छ। यो आइपिओको चाहिँ इस्यु म्यानेजरको रूपमा एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ र कम्पनीलाई चाहिँ इग्र नेपाल एनएपीले BB+ रेटिङ दिएको छ, जसमा चाहिँ हामीले आवेदन दिनु अर्थात् इन्भेस्टमेन्ट गर्न भनेको मिड रेट लेभलको यसमा जोखिम रहेको मानिन्छ। बेनी हाइड्रो पावर चाहिँ 2016मा स्थापना भएको हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रहेको छ। यो चाहिँ अप्पर सोलु खोला हाइड्रो पावर प्रोजेक्ट विकास गरिरहेको छ, जुन चाहिँ रन अफ रिभर टाइपको प्रोजेक्ट रहेको छ। यसको क्यापेसिटी भने 18 मेगावाट रहेको छ। यसको क्षमता चाहिँ हाइड्रो पावर प्रोजेक्ट चाहिँ सोलुखुम्बु जिल्लाको बेनी सल्लेरी क्षेत्रमा रहेको छ। अहिले चाहिँ यो हाइड्रो पावर निर्माणाधीन अवस्थामा रहेको छ र यसले चाहिँ पब्लिकमा सेयर कहिले लिएर आउला भन्ने क्वेसन छ भने यो कम्पनीले चाहिँ वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि र लोकल एरियाका बासिन्दाहरूको लागि आइपिओ बिक्री बन्द भइसकेपछि त्यसको बाँडफाँड गर्ने बित्तिकै जनरल पब्लिकमा चाहिँ यसले सेयर लिएर आउनेछ। हवस् त साथीहरू, यस्तै खाले अपडेट भिडियोहरू सबभन्दा पहिला हेर्नुको लागि च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला।